जयमसी सबैजनालाई तपाईहरुलाई स्वागत छ। फेरि पनि एकअर्कालाई स्वागत गर्नुस् न। स्वागत छ, स्वागत छ, स्वागत छ। साँच्चै नै हामी चाहिँ क्रिस्टमा चाहिँ परिवारहरु हौ। आमेन। जब हामीले विश्वास गर्यौं, विश्वास गरेपछि चाहिँ तपाईहरु म टाढाको कहाँको हैन होइन कि अब चाहिँ तपाईहरु म एउटै रगतको सन्तान, एउटै रगतद्वारा तपाईं र मलाई किनिएको परमेश्वरको सन्तान हामी हौ। आमेन। अनि आज चाहिँ यो समयको लागि चाहिँ विशेष धन्यवाद चाहिँ परमेश्वरलाई दिन चाहन्छु, किनभने परमेश्वरको साथ बिना, परमेश्वरको शक्ति बिना म यहाँ हुने थिएन होला। अनि विशेष गरी धन्यवाद दिन चाहन्छु मेरो आत्मिक बुबा पास्टर बुबालाई। अनि उहाँले मलाई चाहिँ विश्वासमा हुर्काउनु भयो, मलाई ग्रहण पनि गराउनु भएको नै हो। आजको वचनको शीर्षक चाहिँ यस्तो छ, परमेश्वरले चाहिँ तपाईलाई एउटा तरबार दिन चाहनुहुन्छ, जुन तरबार चाहिँ आत्मिक युद्धमा जित्नको लागि। आत्मिक तरबारलाई चाहिँ तपाईँ र मैले तबसम्म तपाईँ र मैले बुझ्न सक्दैनौँ जबसम्म तपाईँ र म आत्मिक रूपमा हामी युद्धमा हुँदैनौँ। हाम्रो बीचमा एकजना हाम्रो रमेश दाइ हुनुहुन्छ, उहाँ चाहिँ सेना पनि हुनुहुन्थ्यो पहिला होइन, आर्मी हुनुहुन्थ्यो। उहाँ आर्मी चाहिँ तबसम्म हुँदैन जबसम्म ऊ चाहिँ युद्धमा जाँदैन। सेनाको चरित्र चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ ऊ चाहिँ युद्धभूमिमा लड्ने खालको हुन्छ। जब चाहिँ शत्रुहरू आउँछ तब उसले चाहिँ भागेर लुकेर होइन, तर आफ्नो ज्यान छाती फुलाएर शत्रुसँग चाहिँ अन्तिम साससम्म जबसम्म विजय हुँदैन तबसम्म चाहिँ युद्ध लड्नुपर्छ। सेनाको गुण चाहिँ त्यो हो। साँचो सेनाहरू त्यस्तो हुन्छ नि होइन। अनि परमेश्वरले चाहिँ आज विश्वासीलाई, आज मण्डलीलाई चाहिँ आत्मिक तरवार भिर भनेर परमेश्वरले भन्दै हुनुहुन्छ। अनि आज म सुरुमा पढ्न चाहन्छु एफिसी 6:12। सबैजनाले पढ्नुहोस् त। एफिसी को पुस्तक 6:12 यहाँ यसरी लेखेको छ, किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूको विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूको विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टाइका आत्मिक सेनाहरूका विरुद्ध हो। हालेलुया। यहाँ तपाईँ मेरो युद्ध चाहिँ दुष्टाइ आत्मिक कुराहरूको योद्धाहरूको विरुद्धमा, सेनाहरूको विरुद्धमा चाहिँ तपाईँ मेरो युद्ध भनेको छ। तर तपाईँ र मलाई त थाहा नै छैन युद्ध कतिखेर सुरु भयो, कहाँ सुरु भयो। तपाईँ र मलाई युद्ध सुरु भएको पनि थाहा छैन। तपाईलाई थाहा छ युद्ध सुरु हुनुभन्दा अगाडि चाहिँ त्यहाँ खबर पुर्याउने काम हुन्छ, अब चाहिँ हामी यतिखेर यो समयमा चाहिँ युद्ध सुरु गर्दैछौँ भनेर। त्यो बेलामा चाहिँ उनीहरू तयार भएर होइन युद्धको लागि आफूलाई तयार बनाएन भने उनीहरूले त्यो युद्ध चाहिँ हार्छ। तपाईँ र मैले वरिपरि विभिन्न देशहरूको युद्ध सुनेका छौँ। विजय त्यो हुन्छ जसले अन्तिमसम्म लडिरहन्छ। हालेलुया। अनि अब तपाईँ र मलाई यो आत्मिक युद्धमा लड्नको लागि अब तपाईँ र मलाई बन्दुक चाहिँदैन, कुनै पनि शास्त्र चाहिँदैन, कुनै पनि विज्ञान चाहिँदैन, कुनै पनि बम चाहिँदैन। त्योभन्दा शक्तिशाली हतियार परमेश्वरले तपाईलाई दिनुभएको छ, त्यो चाहिँ बाइबल हो। हालेलुया। कतिजनासँग त्यो हतियार छ देखाउनुहोस् त। प्रभुलाई महिमा भएको होस्। हामी ताली बजाउँ प्रभुलाई। तपाईँ संसारको सबैभन्दा शक्तिशाली व्यक्ति हुनुहुन्छ। अब तपाईको अगाडि को चाहिँ झुक्दैन होला। बाइबलले भन्छ कि मेरो नाउँमा सबै घुँडाहरू टेक्नेछ, मेरो नाउँमा। अनि तपाईँ र मैले चाहिँ आज यो वचनमा हामी सिक्नेछौँ कि तपाईँ र मेरो जीवनमा चाहिँ नदेखिने धेरै आत्मिक युद्धहरू छन्। जुन कुराहरू तपाईँ र मैले देखिरहेको हुँदैन तर हाम्रो जीवनमा त्यो युद्ध भइरहेको हुन्छ, त्यो चाहिँ नदेखिने युद्धहरू हो। अनि
यसै कारणले गर्दा हामीले देखेको छैनौँ अनि हामी चाहिँ एकदम सुस्त, कमजोर, लापरवाहीको जीवन जिउँछौँ। शैतानलाई विजय हुन दिन्छौँ। तपाईलाई थाहा छ, बाइबलले भन्छ, परमेश्वरको वचनले भन्छ, तिमीहरू चाहिँ आत्मिक युद्धमा छौ, यसै कारणले गर्दा तिमीहरू चाहिँ नसुत, तिमीहरू चाहिँ हर समय जागराम रह। प्रभुले भन्दै हुनुहुन्छ। आमेन। अनि तपाईँ र मलाई लाग्ला यो युद्ध चाहिँ कस्तो खालको युद्ध होला? हामी राज्य कब्जा गर्ने हिँड्ने हो कि कसैको धन सम्पत्ति लुट्नलाई हिँड्ने हो कि कोही माथि अधीनता गर्न हामी युद्ध लड्ने हो कि? तर विचार गर्नुहोस्, यो युद्ध चाहिँ त्यस्तो युद्ध होइन। यो युद्ध चाहिँ शरीर र रगतको विरुद्धको होइन। धेरै पल्ट मान्छेले चाहिँ यो कुरालाई नबुझेर मान्छे बीचमा युद्ध गरिरहेको छ, मान्छेलाई काटाकाट गरिरहेको छ, रगत बगाइरहेको छ, झैझगडा गरिरहेको छ, शान्तिको खोजमा रगत बगाइरहेको छ। तर यो युद्धले चाहिँ तपाईँ र मलाई विजय होइन, उल्टै हामीलाई हार ल्याउने काम गर्छ। त्यसै कारणले गर्दा अब युद्ध चाहिँ के को हो त भन्दा वचनले स्पष्ट भन्छ कि यो युद्ध चाहिँ आत्मिक सेनाहरूको विरुद्धमा हो। जुन सेनाहरू चाहिँ तपाईलाई परमेश्वरको विरुद्धमा काम गर्नलाई जतिखेर पनि लागिबस्छ तपाईको पछाडि, तपाईले देख्नुहुन्न, तपाईलाई थाहा पनि हुँदैन। बाइबलले भन्छ कि शैतान चाहिँ भोकाको सिंह जस्तै लुकेर ढुकेर कहिले भेट्छ र कहिले खाइदिउँ भनेर बसिरहेको हुन्छ। हामीलाई थाहा छैन, तर आत्मिक युद्धमा यो कुरा भइराखेको छ। यसै कारणले गर्दाखेरि यो युद्ध चाहिँ तपाईको विश्वासको युद्ध हो, तपाईको विश्वासको युद्ध हो। जब तपाईले आफ्नो हृदयबाट परमेश्वरतिरको विश्वासलाई गुमाउनुहुन्छ नि, तब युद्ध त्यही सकिन्छ। तर तपाईँ होइन, मेरो विश्वासलाई म बढाउँछु, यो युद्धमा म मेरो विश्वासलाई बढाउँछु, तब परमेश्वरले आफ्नो काम बढाउनुहुन्छ। आमेन। त्यो युद्धमा तपाईँ सधैँ माथि हुनुहुन्छ। अनि तपाईँ र मलाई लाग्ला मेरो जीवनमा किन असल कुराहरू छैन, मेरो हरेक कामको बावजुद, मेरो हरेक मेहनतको पछाडि किन मैले फल पाउँदिन भन्दा शैतानले चाहिँ तपाईको जीवनमा राखिएको असल कुराहरू खोसेर त्यसलाई नष्ट बनाउन चाहन्छ। त्यसै कारणले गर्दाखेरि तपाईँ र मेरो जीवनमा भएको असल कुराहरूलाई, तपाईँ र मेरो जीवनमा परमेश्वरले राखिदिनु भएको योजनाहरूलाई जोगाउनको लागि, त्यसलाई सुरक्षित राख्नको लागि, शैतानसँग मुकाबिल गर्नको लागि तपाईँ र मलाई परमेश्वरको हतियार चाहिन्छ। हालेलुया, हालेलुया। शैतानसँग मुकाबिल गर्नको लागि परमेश्वरले एउटा हतियार दिनुभएको छ, त्यो चाहिँ परमेश्वरको वचन हो। हालेलुया। तपाईँ र मलाई अदृश्य युद्धमा लड्नको लागि आत्मिकी तरवार चाहिन्छ, आत्मिकी तरवार। बाइबलले प्रष्टै भनेको छ कि परमेश्वरको वचन चाहिँ तरवार हो। तरवार ख्याल होइन त, बाइबलले हो भनेपछि हो। त्यसै कारणले गर्दा तपाईले सम्झनुहोस् कि तपाईलाई, तपाईको जीवनलाई, तपाईको परिवारलाई सुरक्षित राख्नको लागि हतियार चाहिन्छ। एउटा सेना, एउटा आर्मी युद्ध भूमिमा केही हतियार बिना गयो भने त्यो व्यक्तिले युद्ध जित्छ होला? जित्न सक्दैन। एउटा विश्वासी विश्वासको जीवनमा हिँड्दै गर्दाखेरि उसको जीवनमा परमेश्वरको हतियार छैन, परमेश्वरको आत्मिक तरवार छैन, वचन छैन भने त्यो व्यक्ति हार्छ। शैतानले सजिलै खाइदिन्छ। उसले गर्न खोज्छ, प्रभुतिर जान खोज्छ, तर उसको जीवनमा के छैन? हतियार छैन। जसको कारणले गर्दा शैतान चाहिँ हाँसी तपाईँलाई फसाइदिन्छ, उसको पासोमा पारिदिन्छ। अनि आज हाम्रो मण्डली चाहिँ किन हलुको हुँदैछ त? हाम्रो मण्डली किन कमजोर हुँदैछ त? हाम्रो मण्डली किन प्रभावहीन
प्रभाव बनाउन नसक्छ, प्रभावै पार्न सक्दैन। हाम्रो जीवनमा किन शक्ति छैन जस्तो हामीलाई लाग्छ? बाइबलले भन्छ विश्वासीहरूमा यस्तो चिन्हहरू हुनेछन्, तिमीहरूले मैले भन्दा ठुलो ठुलो काम गर्नेछौ। त्यो किन छैन? हामी योद्धा नै होइनौँ त। प्रभुले तपाईँलाई योद्धा हुन बोलाउँदै हुनुहुन्छ, उहाँको सेना हुन बोलाउँदै हुनुहुन्छ। त्यसको लागि तपाईँले आफैलाई प्रभुको लागि काम गर्न अर्पण गर्नुपर्छ। हालेलुया। आज धेरै मण्डली विश्वासी जीवनहरू चाहिँ प्रभुको त्यो हतियारलाई चलाउन नजानेको कारणले र चलाउन नसकेको कारणले गर्दा हरेकचोटि शैतानले चाहिँ आशिषहरू खोसेर लगै छ। विश्वासी रोकै छ। 15 वर्ष भइसक्यो, 20 वर्ष भइसक्यो, विश्वासी जीवन त्यस्तै छ। किन होला भन्दा तपाईँ र मेरो जीवनमा चाहिँ आत्मिक युद्ध भइराखेको छ। प्रभुले तपाईँलाई यो आत्मिक युद्धमा विजय गराउन चाहनुहुन्छ। हालेलुया। तपाईहरु मसँगै हुनुहुन्छ? हालेलुया, हालेलुया। अनि यहाँ चाहिँ तपाईलाई मलाई लाग्यो अब मैले यो आत्मिक युद्ध म एक्लैले कसरी लड्न सक्छु होला प्रभु भनेर तपाईँ सोच्नु होला। प्रभुले भन्नुभएको छ कि म तिमीहरूसँग युग युगसम्म म तिमीहरूको साथमा छु। प्रभुले भन्नुभएको छ मत्तीको पुस्तक 28 अध्यायमा प्रभुले त्यहाँ भन्दै हुनुहुन्छ। अनि त्यहाँ अब तपाईँ र म चाहिँ अब आत्मिक युद्ध एक्लै लड्ने होइन, तर त्यहाँ चाहिँ हामीलाई चाहिँ सहायता गर्नलाई पवित्र आत्मा परमेश्वर हामीसँग हुनुहुन्छ। हालेलुया। धेरैपल्ट हामी चाहिँ आत्मिक युद्ध लड्छौँ, म चाहिँ अब आत्मिक युद्ध लड्छु भन्छौँ, तर हामी एक्लै गइरहेको हुन्छौँ, एक्लै गइरहेको हुन्छौँ। कसरी चलाउने परमेश्वरको वचन कसरी चलाउने भन्ने कुरा चाहिँ पवित्र आत्मा परमेश्वरले हामीलाई सिकाउनुहुन्छ। यसै कारण बाइबलले भन्छ नि तिमीहरू पवित्र आत्मा सँगै। मैले तिमीहरूलाई पवित्र आत्मा किन दिएको त? प्रभुले किन दिनुभयो होला त यो मण्डलीलाई, यो पुस्तालाई? पवित्र आत्मा पहिला पुरानो कालमा तिनीहरूले पाएनन्। उनीहरूले पवित्र आत्माको थोरै थोरै मात्र कुराहरू महसुस गर्न पाउँथे। तर प्रभुले यो पुस्तालाई पवित्र आत्माको शक्तिमा राख्नु भएको छ। तर यो पवित्र आत्माको शक्तिलाई विश्वासीले मण्डलीले पूरा रूपमा लिन सकेको छैन, साँचो रूपमा लिन सकेको छैन, जसको कारणले गर्दा हरेकपल्ट दोषी हारको महसुस जीवनमा भइराखेको छ। पवित्र आत्मासँग चाहिँ तपाईँ र मैले हरेकपल्ट ज्ञान, सल्लाह र शक्ति माग्नुपर्छ, जसले तपाईँ र मेरो आत्मिक युद्धलाई चाहिँ विजय गराउनलाई मद्दत गर्नुहुन्छ। आमेन, हालेलुया। अब यहाँ हेर्नुहोस् है त, तपाईँ र म सोच्छौँ धेरैपल्ट चाहिँ असल विश्वासी हुनलाई, साँचो विश्वासी हुनलाई चाहिँ हरेक हप्ता चर्चमा जानुपर्छ, वचन पढ्नुपर्छ, प्रार्थना गर्नुपर्छ, बत्तिस्मा लिनुपर्छ, दिनको यतिचोटि प्रार्थना गर्नुपर्छ, त्यसपछि मात्र म चाहिँ असल विश्वासी हुन्छु, साँचो विश्वासी हुन्छु भनेर तपाईँ र मैले सोच्छौँ। तर तपाईँलाई म भनौँ, तपाईँको यस्तो विधि विधानले तपाईँलाई मुक्ति दिँदैन। यदि तपाईँको भित्रको हृदय चाहिँ पुरानै छ भने गर्न सक्छ कि सक्दैन होला? विधि विधान पालन गर्न जसले पनि सक्छ, यदि उसको भित्र परिवर्तन छैन भने बाहिरी गरेको कामहरूले चाहिँ उसलाई मुक्ति दिँदैन, बाइबलले भन्छ। यसै कारणले गर्दाखेरि तपाईलाई चाहिँ चाहिएको चाहिँ भित्री परिवर्तन हो। तपाईँ र मैले यो गर्ने, प्रार्थना, चर्चमा जाने, वचन सुन्ने, यो कुरा चाहिँ विश्वासी भएपछि हुने कुराहरू हो, विश्वासी हुन गर्ने कुरा होइन। विश्वासी हुनलाई हामी यस्तो कुरा गर्दैछौँ भने मण्डली परिवार हामी होशियार हुनुपर्छ। शैतानले तपाईँको जीवनमाथि आक्रमण गर्न सक्छ। विश्वासी हुनलाई होइन, विश्वासी भएपछि यो गुणहरू चाहिँ तपाईँ र मेरो जीवनमा देखिनुपर्छ। अनि चर्चमा जानलाई तपाईँ र मैले
पास्टर बुवाले भनिराख्नु पर्दैन, छेउको साथीले भनिराख्नु पर्दैन, भेटिदिनलाई भनिराख्नु पर्दैन, सुसमाचार सुन्नलाई भनिराख्नु पर्दैन। किन भन्दा म विश्वासी भएपछि मैले अरूलाई विश्वासमा ल्याउनु पर्छ भन्ने कुरा अटोमेटिक परमेश्वरको हृदयले बताउँछ। आमेन। त्यसै कारणले गर्दाखेरि विश्वासी हुनु भनेको चाहिँ तपाईको आफ्नो पुरानो पापमय स्वभावलाई त्यागेर, सुन्नुहोस् है, विश्वासी हुनु भनेको चर्चमा आएर क्रिसमस मनाएर टीका नलगाउँदैमा मन्दिरमा नगएर तपाईँ विश्वासी हुने होइन, तर तपाईँको पुरानो पापमय स्वभावहरूलाई त्याग्नु पर्यो। तपाईँले त्योबाट तपाईँ बिल्कुल फर्कनु पर्यो। तपाईँ पूर्वतिर जाँदै हुनुहुन्थ्यो भने अब तपाईँ पश्चिमतिर फर्किनु पर्यो। तपाईँ मार्चतिर जाँदै हुनुहुन्छ भने तलतिर फर्किनु पर्यो। बिल्कुल विपरीत। तपाईँ पाप गर्दै हुनुहुन्छ भने अब तपाईँ परमेश्वरको काम गर्ने व्यक्ति हुनु पर्यो। प्रभुले यसको लागि तपाईँलाई बोलाउनु भएको। यो विश्वासी परमेश्वरले खोज्नुहुन्छ। प्रभुले त्यो क्रुसमा उहाँले आफ्नो रगत तपाईँलाई हरेक दिन चर्चमा आउनलाई बगाउनु भएको होइन। तपाईँको पुरानो पापमय स्वभावमा मरोस्, पापमय स्वभावमा मरेर मेरो लागि जीवन जियोस्, मबाट पाउने जीवन यसले लियोस् भनेर प्रभु चाहिँ त्यो क्रुसमा मर्नुभयो। तर हामी चाहिँ भित्र कुहिएको छ, बाहिर चाहिँ एकदम धार्मिकताको वस्त्र ओढेर होइन, म यति घन्टा प्रार्थना गर्छु, म उति गर्छु, उस्तो गर्छु भनेर घमण्ड गर्छु। भित्री परिवर्तन बिना तपाईँको बाहिरी कुराहरूले तपाईँलाई मुक्ति दिन सक्दैन। नभए तपाईँले भन्दा राम्रो राम्रो काम गर्ने त अरू पनि छ त, छैन? हेर्नुहोस् न, बाहिर भोकाहरूलाई खुवाउने कति छ। हामीले भन्दा राम्रो काम गर्ने अरू मान्छेहरू छ, संसारको मान्छेहरू छ। हामी एउटै कुराले बचाएका छौँ। के कुराले भन्दा हाम्रो भित्रको कुरा परमेश्वरले पखाल्नु भएको छ, हाम्रो पापलाई उहाँले लिनुभएको छ। यदि तपाईँ भित्रको कुरा खराब छ भने आज प्रभुको अगाडि ल्याउनुहोस्। अनि तपाईँ र मैले अब यसरी होइन, पापमय स्वभावलाई चाहिँ त्याग्दै गर्दा, पापमय कुराबाट फर्केर आउँदै गर्दाखेरि चाहिँ तपाईँ र मैले चाहिँ दिनदिनै हरेक दिन चाहिँ परमेश्वरको वचनले चाहिँ तपाईँ र मेरो जीवनलाई चाहिँ छाटकाट गर्नुपर्छ। हालेलुया। के गर्नुपर्छ? छाटकाट, मिलाउँदै ओहो यता पो बढी गयो, परमेश्वरको वचनले कट गर्नु पर्यो। तपाईँको नजिकको मान्छे किन नहोस्, पाप गर्न लगाउँछ, परमेश्वरको विरुद्धमा हिँडेर कट गर्नु पर्यो। छाटकाट गर्दै परमेश्वरको स्वरूपमा तपाईँ र म बनिँदै जानु पर्यो। प्रभुले चाहनुभएको मण्डली थियो। हिब्रू 4:12 सबैजनाले पढाउनुहोस्। यो चाहिँ एकदमै शक्तिशाली वचन रहेको छ। यहाँ हिब्रू 4:12 म अगाडि पढ्छु, हजुरहरू मसँगै पछ्याउनुहुन्छ। परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुई धारे तलवार भन्दा बढी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई, त्यसका जोड्नी र हातको गुदीसम्मलाई भागमा पारुन्जेल वार पार छेड्ने र हृदयको विचार र इच्छालाई जाँच्न सक्ने हुन्छ। हालेलुया। हेर्नुहोस् त, परमेश्वरको वचन चाहिँ जीवित छ अनि क्रियाशील, जसले चाहिँ काम गर्छ। जब तपाईँ र म परमेश्वरको वचनलाई लिन्छौँ, सुन्छौँ, त्यो अनुसार हामी पालन गर्दै हिँड्छौँ भने तपाईँ र मेरो जीवन चाहिँ जीवित हुँदै जान्छ। जति हामी प्रभुको वचनलाई सुन्दैनौँ, जति हामी प्रभुको वचनबाट टाढा जान्छौँ भने संसारको पापमय कुराहरूले तपाईँ र मलाई मृत्युतिर तानेर लैजान्छ। तर तपाईँ र मलाई जीवनमा ल्याउने एउटै कुरा चाहिँ के छ भन्दा परमेश्वरको वचन हो। परमेश्वरको वचन जति हामी खान्छौँ, जति हामी त्यहाँबाट पिउँछौँ, त्यति नै हामी जीवित हुँदै जान्छौँ। हालेलुया। यसै कारणले गर्दा
हामीले नियमित रूपमा परमेश्वरको वचन अध्ययन गर्नुपर्छ। आमेन। सबैजना पछाडि भन्नुहोस् है त, परमेश्वरको वचन नै हामी विश्वासीहरूको सुरक्षाको आत्मिक तरबार हो। हालेलुया। धेरैचोटि तपाईँ र म चाहिँ हामीमा चाहिँ घमण्डहरू बढ्दै आउँछ, हामीमा चाहिँ लालसाहरू बढ्दै आउँछ, हामी परमेश्वरलाई भन्दा संसारको कुराहरूलाई बढी प्रेम गर्ने व्यक्ति हुन्छौँ। धेरैपल्ट हाम्रो जीवनमा प्रेमको सट्टामा रिसहरू बढेर आकाशै छुन खोज्छ। धेरैपल्ट हाम्रो जीवनमा मिठो कुराहरू भन्दा तितो कुराहरू चाहिँ बढ्दै जान्छ। वरिपरि चाहिँ तितो तितो, जहाँ गए पनि अरूलाई पनि तितो बनाइदिने। बुझ्नुभयो? झैझगडा शारीरिक अभिलाषाका कुराहरू चाहिँ बढ्दै जान्छ, घमण्डहरू बढ्दै जान्छ। त्यो बेलामा विश्वासीले गर्ने काम चाहिँ के हो भन्दा परमेश्वरको वचनले त्यो बढिराखेको रिसलाई काट्ने, बढिराखेको घमण्डलाई काट्ने, बढिराखेको शारीरिक अभिलाषालाई काट्ने काम गर्नुपर्छ। हालेलुया। तब मात्र विश्वासी जीवन स्वस्थ परमेश्वरले चाहनु भएको जस्तै हुन सक्छ। परमेश्वरको वचनले काट्दै नकाट्ने रिस बढाइ छ, पाप कुरा बढाइ छ, शारीरिक अभिलाषा अब के गर्न मन लाग्छ, हरेक मनले चाहेको सबै कुरा गरिरहेको छ। कहाँबाट आत्मिक युद्धमा विजय भयो त? भएन। अब यसरी तपाईँ र मैले चाहिँ परमेश्वरको स्वरूपमा बनिँदै जानको लागि चाहिँ यसरी हाम्रो जीवनमा भएको पापमय कुराहरूलाई चाहिँ काट्दै छाड्दै लाँदै गर्दाखेरि चाहिँ तपाईँको नजिकको मान्छेबाट तपाईँ घृणित हुनुपर्ने हुनसक्छ। बाइबलले भन्छ यदि कसैले मलाई पछ्याउन चाहन्छ भने त्यो चाहिँ सङ्कटमा पर्छ, त्यो चाहिँ क्रुस बोकेर आउनुपर्छ। क्रुस बोक्ने सजिलो कुरा हो त होइन। तपाईँ जति जति प्रभुसँग नजिक हुँदै जानुहुन्छ त्यति त्यति तपाईँलाई आफ्नो भन्ने, तपाईँले आफ्नो भनेको मान्छेहरूले तपाईँलाई घृणा गर्न सक्छ, तपाईँलाई साथ छोड्न सक्छ, तपाईँलाई धोका दिन सक्छ। प्रभुलाई पछ्याउँदा चुकाउनु पर्ने मूल्य हो यो। तर विश्वासीले यो चुकाउन सक्दैन। उसलाई परमेश्वरको प्रेम भन्दा संसारको प्रेम उसलाई बढी लागिरहेको छ। त्यसै कारणले गर्दा म चाहिँ भन्छु, प्रभु मैले मेरो जीवनमा यस्तो कुराहरू कार्य गर्दाखेरि म आफ्नो मान्छेबाट घृणित हुनु परे पनि केही छैन, मलाई मान्छेहरूले मान्छे नगरे पनि केही छैन। तर म प्रभुको स्वरूपमा बनिँदै जाँदा मेरो जीवनमा भएको घमण्डहरूलाई, लालसाहरूलाई, शारीरिक अभिलाषाहरूलाई म काट्दै जानेछु। तपाईँ र मेरो प्रतिज्ञा यो हुनुपर्छ प्रभुको अगाडि। परमेश्वरले चाहिँ तपाईँलाई कति वर्ष चर्चमा गयो, बाइबल कतिचोटि पढेर सकायो, प्रार्थना कतिचोटि गर्यो भनेर परमेश्वरले सोध्नुहुन्न। त्यो दिनमा परमेश्वरले एउटै कुरा सोध्नुहुन्छ कि के तैँले तेरो जीवनमा परिवर्तन ल्यायो कि ल्याएन, संसारमा कसरी जीवन जियो भन्ने हिसाब किताब चाहिँ उहाँले लिनुहुन्छ। छोरा तिमीले कतिचोटि बाइबल पढ्यौ, कतिचोटि चर्चमा गयौ, यो कुराले मुक्ति ल्याउँदैन। एउटै कुरा प्रभुले सोध्नुहुन्छ, के तिमीले मैले चाहेको जस्तो जीवन जियौ, के तिमीले पवित्र जीवन जियौ? यो प्रश्न ठुलो कुरा छ। चर्चमा जाने, वचन पढ्ने यो कुरा विधि विधानहरू, विश्वास भएपछि प्रभुलाई पाएपछि गर्ने कुराहरू यो स्वतन्त्र भएर बाध्यताले गर्ने कुरा होइन। त्यसै कारणले म भन्छु कि तपाईको भित्रको हृदयलाई परिवर्तन गर्नुहोस्। आज साँचो रूपमा जीवन जिउनुहोस्, साँच्चीकै प्रभुलाई अर्पण गर्नुहोस्। प्रभुले आज भन्दै हुनुहुन्छ
दिनको 2 घण्टा बाइबल पढ्ने, दिनको 4-5 पटक प्रार्थना गर्ने, हप्ताको एकचोटि उपवास बस्ने, तर बाँकी कति अब 2 घण्टा गइसकेपछि 22 घण्टा बाँकी बस्यो नि त हैन। 22 घण्टा चाहिँ अरूलाई चित्त दुखाउन, अरूलाई घोच्न, पाप कुरा गर्न बिताएपछि त्यो कुरा सम्भव छ त? प्रभुले भन्छ तिमीहरू चाहिँ उठ्दा बस्दा राति होस् दिउँसो होस् तिमीहरूको चाल चाहिँ एउटै होस्, एउटै चाल। त्यसै कारणले विचार गर्नुहोस्, तपाईँ भित्रको कुराले तपाईँलाई बचाउन सक्छ। तपाईँ भित्रको साँचो परिवर्तनले मात्रै प्रभुको अगाडि मुक्तिको कुरा निश्चय गर्न सक्छ। त्यसै कारणले गर्दा अब यसरी तपाईँ र मैले अब कसरी थाहा पाउने त यो मान्छे चाहिँ साँचो विश्वासी हो, साँचो प्रभुको छोरा हो, छोरी हो भनेर हामीले कसरी थाहा पाउने त? अघि नै मैले भनिहालेँ, वचन पढेर चर्चमा जाँदैमा, बक्तिस्मा लिँदैमा, उपवास बसेर त्यो मान्छे चाहिँ साँचो रूपमा भित्र परिवर्तन भएको भन्ने कुरा चाहिँ निश्चय गराउँदैन त्यो कुराले। तर एउटै कुरा छ जसले तपाईँलाई परमेश्वरको अगाडि तपाईँ चाहिँ धर्मी देखिन सक्नुहुन्छ, तपाईँ चाहिँ प्रभुको अगाडि सही देखिन सक्नुहुन्छ। त्यो चाहिँ एउटै कुरा के हो भन्दाखेरि पापमय स्वभावमा मर्नु र धार्मिकताको लागि जिउनु। सबैजनाले भन्नुहोस् त, पापमय स्वभावको लागि मर्नु र धार्मिकताको लागि जिउनु। हालेलुया। तपाईलाई एउटा कुरा भनौँ, शैतानलाई तपाईलाई भन्दा बढी परमेश्वरको वचन थाहा छ। उसलाई उत्पत्तिदेखि प्रकाशसम्म सर्लकै थाहा छ। तपाईँ किन घमण्ड गर्नुहुन्छ? हामी धेरैपल्ट मैले त यस्तो उस्तो होइन म ऊ भन्ने गर्छौँ। शैतानलाई पनि थाहा छ। याकुब 2:19 पल्टाउनुहोस् त, त्यहाँ यसो लेखेको छ, तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ, यो असल कुरा हो। भूतात्माहरू पनि विश्वास गर्छन् र थर थर काम्छन्। हालेलुया। भूतात्माले के गरेर छ? विश्वास गरेर छ प्रभु एउटै हुनुहुन्छ, प्रभुको वचनमा उसले विश्वास गर्छ र थर थर पनि काम्दो रहेछ। तर के उसले मुक्ति पाउन सक्छ? सक्दैन, गइसक्यो। अब तपाईँ र मैले यहाँबाट सिक्नुपर्ने कुरा के हो भन्दाखेरि तपाईँ र मैले वचन अध्ययन गरेर थाहा पाएर होइन, ठुलो ठुलो कुरा गरेर होइन, हृदयलाई जीवनलाई क्रिस्ट जस्तै देखिने बनाउनु पर्छ। तपाईँले भन्दै गरेको कुराले क्रिस्टको प्रेम उसको जीवनमा आउनुपर्छ। तपाईँले गर्दै गरेको व्यवहारले क्रिस्ट देखिनुपर्छ। छैन। यसै कारणले गर्दा प्रभु आजको मण्डलीसँग दुखी हुनुहुन्छ। मैले चाहेको मण्डली चाहिँ यो होइन। प्रभुले चाहनु भएको मण्डली चाहिँ तपाईँको भित्री रूपमा परिवर्तन भएर त्यो भित्रको कुरा चाहिँ बाहिर परमेश्वरको प्रेम चाहिँ प्रतिबिम्ब भएको परमेश्वरले चाहनुहुन्छ। अनि प्रभुलाई पाएको व्यक्तिहरूले चाहिँ नयाँ गरी जन्म लिएको हुनुपर्छ। आमेन। तपाईहरु मसँग हुनुहुन्छ? तपाईहरु मसँगै हुनुहुन्छ? हालेलुया। प्रभुलाई महिमा भएको होस्। एउटा कुरा म भन्न चाहन्छु कि हृदयलाई चाहिँ परिवर्तन गर्नको लागि सजिलो छैन। फेरि अघि नै मैले भने हृदय परिवर्तन गर्ने भन्यो, कति सजिलो छ। हृदय परिवर्तन गर्नलाई हामीलाई हाम्रो क्षमताले, हाम्रो प्रयासले हामी गर्न सक्दैनौँ। पवित्र आत्माको शक्ति, ज्ञान, सल्लाह हर समय हामीलाई चाहिन्छ। हजुरहरूले क्रिस्टको पछि पछिको किताबबाट हामीले हेरिरहेका छौँ है, त्यहाँ पढिरहेका छौँ नि हामीले होइन, सङ्गतिहरूमा। त्यहाँ चाहिँ तपाईहरुले मजाले नयाँ जन्मको बारेमा मजाले सिक्नुभयो होला कि हाम्रो परिवर्तनलाई चाहिँ पूर्ण गर्नको लागि, हामीलाई साँचो परिवर्तनमा डोर्याउनको लागि पवित्र आत्मासँग दिनदिनै तपाईँ र म हिँड्नुपर्छ। हालेलुया।
क्रिस्चियन हुन चाहिँ सजिलो छ। सुन्नुहोस् है, क्रिस्चियन हुनु सजिलो छ, तर विश्वासी हुनु गाह्रो छ। धेरैजना क्रिस्चियन भएर विश्वासको यात्रामा जानलाई चुकिरहेछ। क्रिस्चियनमै सकिन्छ जिन्दगी। विश्वासी हुनु पर्यो, प्रभुको अगाडि विश्वास योग्य बन्नु पर्यो, पुरानो स्वभावमा मर्नु पर्यो। पुरानो स्वभाव बोकेर तपाईँ र म नयाँ जन्म कसरी पायौँ होला? हामीले बाइबलले भन्छ यदि कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन। जतिसुकै चर्चमा जाओस्, जतिसुकै वचन पढोस्, नयाँ गरी जन्मेको छैन, पुरानो स्वभावहरूमा मरेको छैन भने प्रभुको राज्यमा जान असम्भव छ। अब म धेरै कुराहरू बोल्दिनँ, अब सकिन लागेको छ। अब तपाईँ र मलाई लाग्ला कि यो आत्मिकी तरबार जो कोहीले त चलाउन सक्छै सक्दैन होला त? के सोच्नुहुन्छ तपाईँ? आत्मिकी तरबार जो कोहीले चलाउन सक्छ? एउटा सानो बच्चालाई मैले हतियार दियो भने उसले के गर्छ होला? सानो बच्चालाई हतियार तपाईँ दिनुहुन्छ? दिनुहुन्छ? हजुर हजुर भन्नुहोस्, दिनुहुन्न नि। सानो बच्चालाई दियो भने उसले अरूलाई पनि काट्न सक्छ, आफूलाई पनि काट्न सक्छ। अघि नै वचनले भन्छ कि प्रभुको वचन चाहिँ दुई धारे तरबार हो, यसले वार पार छेडिदिन्छ। त्यसै कारणले गर्दा आत्मिकी यो तरबारलाई चलाउन चाहिँ तपाईँ र म चाहिँ प्रभुको अगाडि के हुनुपर्छ हाम्रो जीवनमा? प्रभुको वचन तरबार चलाउनको लागि तपाईँ र ममा हुनुपर्ने कुराहरू म बताउँदै जाँदैछु। प्रभुको वचन चलाउन नजान्दा पनि त्यो व्यक्तिले दण्ड पाउँछ। सही तरिकाले चलाउनु पर्यो, जसको लागि हामीलाई पवित्र आत्मासँग सल्लाह लिनु छ। प्रभु के हो त? यो हो त? म बताउँछु। प्रभुसँग सल्लाह लिएर, प्रभुसँग निश्चय गरेर, पवित्र आत्मासँग त्यसपछि हामीले बोल्ने हो। आमेन। यो वचन बोल्नलाई म त्यसै आएको छैन यहाँ। यो वचनको लागि रातको प्रार्थना छ। बुझ्नुभयो? अनि यहाँ धेरै बाइबलको पदहरू छ जो चाहिँ यहाँ पढेर पनि सकिँदैन। धेरै कुराहरू छ यो आत्मिकी तरबार चलाउनको लागि तपाईँ र ममा हुनुपर्ने गुणहरू। यो हतियार चाहिँ जो कोहीको लागि होइन, जो कोहीले चलाउन सक्दैन, तर यो तिनीहरूको लागि हो जो चाहिँ क्रिस्टसँग जोडिएका छन् र आफ्नो जीवन चाहिँ उहाँको आज्ञा पालनमा लगाएको छ। प्रभुको आज्ञा पालनमा लगाएको र क्रिस्टसँग जोडिएको व्यक्तिको लागि चाहिँ यो तरबार चाहिँ उसको लागि हो। ऊ चाहिँ काबिल छ प्रभुको आज्ञामा नजिउने, पापमय स्वभावमा जिउनेहरूलाई परमेश्वरको तरबारले उल्टै काट्छ। प्रभुको वचनले भन्छ नि। यसै कारणले गर्दा होशियार हौ। अझ मैले भजन सङ्ग्रहको पुस्तकमा पढेको थियो, मेरो वचनलाई पढ्न तँलाई कसले अधिकार दियो भनेर त्यहाँ भनेको छ क्या। ओहो, प्रभुको वचन पढ्नको लागि त ममा पनि हुनुपर्ने छ, ममा त्यो कुरा हुनुपर्ने रहेछ, प्रभुले चाहेको कुरा। बाइबलले भन्छ तिमीहरू दुईटै जहाजमा टेकेर यात्रा गर्न सक्दैनौ। पाप गर्दै, वचन पढ्दै, पाप गर्दै, प्रार्थना गर्दै त्यो जीवनले तपाईँको आत्मिक जीवन ध्वस्त बनाइदिन्छ। प्रभुले भन्दै हुनुहुन्छ तिमीहरूको परमेश्वर म हुँ, तिमीहरूको परमेश्वर म हुँ, उहाँले भन्दै हुनुहुन्छ। त्यसैले हामी मण्डली प्रभुको डर राखौँ, प्रभुको भय लिउँ। प्रभुको वचन चाहिँ ख्याल होइन, यो साँचो हतियार हो आत्मिक जीवनको लागि। अब यहाँ एफिसी 6 अध्यायमा 10 देखि तल परमेश्वरको हतियारहरूको बारेमा बताएको छ। त्यहाँ अरू कुराहरू पनि छन्, त्यसलाई चाहिँ म ल्याउन चाहिनँ। यहाँ छ कि एउटा कुरा छ कि परमेश्वरको हतियार चलाउन चाहिने गुणमा चाहिँ एउटा छ, जसले त्यो हतियार चलाउँदैछ त्यो व्यक्ति नयाँ जन्म पाएर
ख्रीष्टसँग जिएको हुनुपर्छ। यूहन्ना 15:5 एकजनाले पढिदिनुहोस् त, यूहन्नाको पुस्तक 15:5। ल है त कसले चाँडो निकाले? दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। हालेलुया। प्रभुको वचनले स्पष्ट भनेको छ कि प्रभुसँग नहिँडेको, प्रभुसँग नजिएको, प्रभुसँग नजोडिएको, नयाँ जन्म नपाएको विश्वासीले प्रभुबाट टाढा रहेर केही पनि गर्न नसक्ने रहेछ। केही गर्न सक्छ त? सक्दैन। प्रभुबाट टाढिएको जीवन छ, प्रभुलाई मनपर्ने जीवन जिएको छैन भने विचार गर्नुहोस्। प्रभुको हतियार, यो आत्मिक युद्धमा हतियार चलाउनको लागि तपाईँले नयाँ जन्म पाएकै हुनुपर्छ, पाएकै हुनुपर्छ। वचनले भन्छ मभन्दा पर टाढा गएर तिमीहरूले केही पनि गर्न सक्दैनौ। यसै कारणले गर्दा नयाँ जन्म पाएकाहरूले आत्मिक तरवारलाई सँगै राखेर हरेक युद्धमा शैतानलाई विजय गर्नुपर्छ। आमेन, हालेलुया। दोस्रो कुरा छ पवित्र आत्माद्वारा बप्तिस्मा पाएको। सबैजनाले भन्नुहोस् त, पवित्र आत्माद्वारा बप्तिस्मा पाएको। हालेलुया। प्रेरित 1:8 एकचोटि पढिदिनुहोस् त एकजनाले, प्रेरित 1:8। पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरूले यरुशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। आमेन। यहाँ पवित्र आत्मा आउनु भएपछि तिमीहरूले के पाउनेछौ? शक्ति पाउनेछौ। पवित्र आत्मा परमेश्वर आउनु भइसक्यो, हाम्रो माझमा हुनुहुन्छ, तर धेरैले पाएका छैनन्। पावल आफैले भन्छ के तिमीहरूले, उनीहरूले भन्छ हो हामीले त बप्तिस्मा त लियौँ तर पवित्र आत्माको बप्तिस्मा कस्तो हुन्छ हामीलाई थाहा छैन। तब पावलले के गरे? प्रार्थना गर्ने बित्तिकै पवित्र आत्माको बप्तिस्मा उनीहरूले पाए र उनीहरूले अन्य भाषा, प्रभुको शक्तिको कामहरू त्यसपछि उनीहरूले गर्न थाले। हालेलुया। तपाईँ र मैले पनि यहाँ बप्तिस्मा लिएका हुन सक्छौँ, तर पवित्र आत्माको बप्तिस्मा परमेश्वरले दिनुहुन्छ, पवित्र आत्माले दिनुहुन्छ। कतिले पाएकै छैन। त्यसै कारणले गर्दा पवित्र आत्मा हामीमा नभइकन हामीले प्रभुको काम गर्नै सक्दैनौँ। पवित्र आत्मा मात्र त्यस्तो परमेश्वर हुनुहुन्छ जसले तपाईँ र मलाई इन्धन दिने काम, जलाउने काम, प्रभुको काममा जन विजय गराउने काम चाहिँ पवित्र आत्माले गर्नुहुन्छ। यसै कारणले गर्दा चाहिन्छ नि हामीलाई पवित्र आत्मा। पवित्र आत्मा परमेश्वरले विश्वासीहरूलाई उहाँको हतियार सही तरिकाले चलाउन सहायता गर्नुहुन्छ। प्रभुको आत्माले चलाएको व्यक्तिहरूले कहाँ कसरी चलाउने भन्ने कुरा चाहिँ उनीहरूलाई थाहा हुन्छ। कतिजना चाहिँ प्रभुको वचन चाहिँ अरूलाई होइन तल पार्नलाई, अरूलाई गर्नलाई प्रयोग गर्छ नि। प्रभुको वचन चाहिँ के को लागि भन्दा आत्माहरूलाई जित्नको लागि, त्यो बाधाहरूलाई नष्ट गर्नको लागि तरवार चलाउने। आमेन। त्यसै कारणले गर्दा त्यो हतियार चाहिँ कहाँ कहाँ चलाउन सक्छौँ भन्दा हाम्रो प्रार्थनामा, हाम्रो वचनमा, हाम्रो अधिकारमा, हाम्रो आराधनामा, हाम्रो परिवारमा, हाम्रो छोराछोरीहरूमा, तपाईँको श्रीमान श्रीमती बीचमा त्यो हतियार चलाउन सक्नुहुन्छ। श्रीमान चाहिँ एकदम रिसले चुर भएको बेलामा के गर्ने त? अब श्रीमतीले चाहिँ प्रभुको वचन हतियार निकालेर त्यो रिसलाई चाहिँ काट्नको लागि भन्ने, येशूको नाउँमा मेरो श्रीमानमा भएको यो रिसहरू हटेर जाओस्, येशूको नाउँमा मेरो छोराछोरीमा भएको यो कुराहरू हटेर जाओस्, प्रभुको वचन घोषणा गर्दै काट्ने हो। हालेलुया। तपाईँ तयार हुनुहुन्छ? हालेलुया। प्रभुलाई महिमा भएको छ। अर्को कुरा छ धार्मिकतामा जिएको।
व्यक्ति धार्मिकतामा जिएको हुनुपर्छ। 6:14 एफएसीको पुस्तक 6:14 हेर्नुहोस् त। यसकारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छातीपाता लाएर खडा हौ। यहाँ भनेको छ कि सत्यको कम्मर पेटीले कसेर। धेरैपल्ट तपाईँ र म आत्मिक युद्धमा कतिखेर हामी लड्छौँ, हार खान्छौँ भन्दाखेरि पापमय स्वभावहरूले चाहिँ तपाईँ र मेरो आत्मिक युद्धलाई चाहिँ कमजोर बनाउँछ र शैतानलाई चाहिँ जित्ने मौका हामी दिन्छौँ पापमय स्वभावको कारणले गर्दा। तर यदि हामी धार्मिक जीवन, परमेश्वरसँगै गाँसिएको जीवन, वचन अनुसारको जीवन जिउँछौँ भने तपाईँ र मेरो प्रार्थना चाहिँ शक्तिशाली हुन्छ। धर्मीले गरेको प्रार्थनाले के गर्छ भन्नुहोस् त? देशलाई निको पार्छ, तपाईको परिवारलाई निको पार्छ, हृदयको घाउहरूलाई निको पार्छ। त्यसै कारणले गर्दा हाम्रो प्रार्थनामा किन शक्ति छैन भन्दा धार्मिकतामा हामी जिएका छैनौँ नि त, क्रिस्टसँगै जिएका छैनौँ नि त। पाप कुराहरू भित्रै छ, कहाँबाट असल कुरा गर्न सक्छौँ हामी? सक्दैनौँ। पावलले यसै कारण भन्छ म जे गर्छु भन्छु त्यो गर्दिनँ, जे कुरा म गर्दिनँ भन्छु त्यो कुरा म गर्छु। त्यही भएर यो बिचमा तपाईँ र मलाई परमेश्वर जस्तै बनाउनको लागि पवित्र आत्मा सहायता गर्दै हुनुहुन्छ। यसै कारण पवित्र आत्मा तपाईँले पाउनु जरुरी छ। आमेन। अनि अर्को कुरा छ आफैलाई परमेश्वरमा अर्पण गर्नु। जबसम्म तपाईँले आफैलाई परमेश्वरमा अर्पण गर्नु न तबसम्म तपाईँले त्यो युद्ध जित्न सक्नुहुन्न। प्रभुले भन्दै हुनुहुन्छ तिमीहरू चाहिँ केवल खडा हो, तिमीहरू केवल उठ, त्यो युद्ध लड्ने चाहिँ म नै हो। आमेन। इस्राएलीहरूले त्यहाँ युद्ध लड्नु पर्दैन थियो, उनीहरू केवल आज्ञाकारी भएर युद्धमा जानु मात्रै पर्थ्यो। प्रभु आफै युद्धमा लड्नुहुन्थ्यो। तपाईँ र मेरो जीवनमा पनि तपाईँ र म विश्वास गरेर उठौँ, हाम्रो परिवारमा उठौँ, हाम्रो मण्डलीभित्र उठौँ, सुतिरहेका मानिसहरूको बिचमा गएर उठौँ। प्रभुले तपाईँलाई काम गर्न चाहनुहुन्छ तपाईँको जीवनमा। आमेन। अनि अर्को अन्तिम छ निरन्तर प्रार्थनाको जीवन। अब हतियारहरू चाहिँ काम नलाग्ने कतिखेर हुन्छ भने तपाईँले जब चलाउनुहुन्न, त्यसलाई चलाइराख्नु भयो भने त्यो चाहिँ अझै राम्रो हुन्छ है, खिया लाग्नबाट जोगाउँछ। त्यसै कारणले गर्दा यो अब परमेश्वरको हतियारलाई, यो आत्मिक तरवारलाई कतिखेर चलाउने भन्दा प्रार्थनामा चलाउने हो। प्रार्थना गर्दै यो तरवारलाई चलाउने हो। जति हामी चलाउँछौँ त्यति सक्रिय हुन्छ, जति हामी प्रार्थना गर्छौँ भनेको ठाउँमा च्याट्ट काट्छ। सिपाहीलाई एकचोटि वर्षको एकचोटि मात्रै उसले बन्दुक हान्न सिकेको छ भने उसले सही निशानामा लगाउन सक्छ होला त? सक्छ? सक्दैन नि। हरेक दिन उसको अभ्यास चाहिन्छ। निशानामा टार्गेट गरेर उसले हरेक दिन प्रयास गर्दाखेरि ठाउँमा लाग्छ र उसले जब शत्रु अगाडि आउँछ नि तब उसले एकैचोटिमा उसले जित गर्न सक्छ। आमेन। तपाईँ मेरो प्रार्थनाको जीवन हतियार चलाउने पनि प्रार्थनामा हो। निरन्तर प्रार्थना गर्ने। अनि जब तपाईँ र मलाई आवश्यक पर्छ, जब तपाईँ र म प्रार्थना गर्छौँ तब त्यहीखेर नै प्रार्थनाको काम हुन्छ, प्रार्थनाको त्यहाँ शक्ति देखा पर्छ। आमेन। परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ।